आकाश धरती को पुतला नाता, आकाश धरती को पुतला नाता, हाम्रो नाता टुट्दैन। दुनिया नै आरिसले मरे पनि हेलो गाइज, आज चाहिँ म तपाईलाई जोना युनिभर्सिटारियाको रोज पार्क कसरी जाने भन्ने बारे म बताउँदैछु है। र तपाईहरुलाई म रोज गार्डन पनि म देखाउँदैछु है, हेर्नु होला। L5 मेट्रोबाट आउनुभयो भने चाहिँ यहाँबाट तपाईहरु आउन सक्नुहुन्छ है। यो कोपिला कासा हो। कोपिला कासाबाट तपाई यता क्रस हुँदै यो रोड क्रस गरेर अगाडि बढ्न सक्नुहुन्छ है त। अहिले चाहिँ गाइस हरियो बत्ती बलिसकेको छ। यो पुलको बाटो हुँदै पुल मुनिको बाटो हैन, हुँदै चाहिँ तपाईहरु माथि निस्किन सक्नुहुन्छ। साथी यो M14 बस र M15 पनि लाग्छ है। यमस्तिर आउनु पर्यो भने तलबाट पुब्ले काशीपट्टिबाट आउनु पर्यो। यो टोरसापट्टिबाट हैन, कान्सेरापट्टिबाट आउँछ पर्यो भने चाहिँ M14 अनि M15 हरू बस पनि लाग्छ है। यो स्पेनमा चाहिँ अरु भन्दा नि पार्कहरु चाहिँ तपाईको धेरै नै छ के। जस्तै अब बच्चाहरु खेल्नेदेखि लिएर फ्यामिली एउटा के भन्ने अब टुगेदर गर्ने पार्कहरुदेखि लिएर वृद्धहरु बस्ने डुल्ने एक्सरसाइज गर्ने पार्कहरु चाहिँ टन्न नै धेरै जसो छ। अब हाम्रो नेपालको सरकारले पनि ठाउँ ठाउँमा खाली जग्गाहरुमा चाहिँ पार्क बनाएर एउटा राम्रो वातावरण बनाए हुन्थ्यो भन्ने हो। यहाँ माथि पनि पार्क नै छ है। म तपाईलाई हल्का देखाउँछु है। यहाँ माथि पनि यो पनि पार्क नै हो। पार्क एकदम सुन्ने छ अहिले चाहिँ। अरु बेला त छुट्टीको दिनमा त यहाँ त भिड हुन्छ। छुट्टीको दिनमा चाहिँ धेरै नै भिड हुन्छ। अब यहाँबाट हुँदै हामी रोज पार्क, यहाँ पनि कति मिठो बास्ना आयो। हेर्नुहोस् त, रोज गुलाबको फुल सेतो गुलाबको रहेछ। सिङ्गल पुगिरहेको छ। ल यो सबै एक्सरसाइज गर्ने सामग्रीहरू गर्ने कोही इभिनिङ वाक आउनुहोस् या मर्निङ वाक आउनुहोस्, पार्कमा सामग्रीहरू सबै फ्रीमै छ। यस्तो छ यहाँको यो पार्क। यो पार्कको नाम चाहिँ के हो मलाई खास थाहा भएन। र जस यो पुब्ले कासा र जोना युनिभर्सिटारिया पार्कको बिचमै पर्छ है। यो चाहिँ तपाईको शीतल ताकेरमा चाहिँ बुवा है। यतातिर सबै फुलहरू छ, राम्रो राम्रो छ ठाउँ। तपाईहरु यता आएर यसो फ्यामिली एक ठाउँमा बसेर शीतल ताप्न सक्नुहुन्छ, आनन्द लिन सक्नुहुन्छ। भिडियो चाहिँ खै अब रोज पार्क नपुग्दै लामो होला जस्तो छ। झन्झट नमानिकन हेर्नु होला। अनि एउटा कुरा यो जुन तपाईँ यो सेतो रुख देख्नुहुन्छ नि,
थियो। यसको चाहिँ यो रुखको चाहिँ फेरि आफ्नै एउटा पर्सनालिटी पनि छ र कहानी पनि चाहिँ पहिल्यै रानीलाई उपहार दिएको रै भन्न आउँछ यो रुख चाहिँ पहिला। यो त्यही भएर स्पेनभरि नै यो तपाईँले जहाँ पनि पाउन सक्नुहुन्छ यो रुख चाहिँ। यसको एउटा राम्रो पक्ष भनेको यसले अक्सिजनहरू चाहिँ राम्रोसँगले नै दिन्छ भन्ने कुरो हो। र कुखुरो यसको एउटा फुलेपछि चाहिँ एउटा रौँ झर्छ क्या, कुखुराको रौँ जस्तो, त्यसले चाहिँ तपाईँहरूलाई एलर्जी पनि गराउँछ है। र पनि यसको आफ्नै अस्तित्व भएकोले गर्दा यसलाई मास्न चाहिँ यहाँको सरकारले कहिले पनि मासेको छैन र मास्दैन पनि होला। र यसको तपाईँहरूलाई म यहाँ देखाउँछु ल, हेर्नुहोस् है, यस्तो यो चाहिँ हुन्छ, यो चाहिँ पाकिसबै झर्छ यो फुल चाहिँ। यस्तो चाहिँ तपाईँको जिउमा पऱ्यो भनेदेखि चाहिँ चिलाउने, आँखामा पऱ्यो भने चिलाउने, त्यस्तो एलर्जीहरू चाहिँ हुन्छ है। अलिक बचेर सतर्क भएर हिँड्नु होला। नाक चिलाउनेदेखि लिएर तपाईँको शरीर चिलाउने, आँखा चिलाउने एलर्जी चाहिँ यसले धेरै नै गरेको देखिएको छ। खास गरी आप्रवासीहरूलाई, किनभने यहीँको बासिन्दाहरूलाई त अब पहिलादेखिकै सानैदेखि नै यो के भन्छ सहने शक्ति भइरहेको हो नि त। त्यसै कारणले गर्दाखेरि प्रायः जस्तो बाहिरबाट आउने मान्छेहरूलाई चाहिँ यसले सताउँछ क्या है। त्यही भएर सचेत भएर हिँड्नु होला, मास्क लगाउनु होला भन्न चाहन्छु है। र गाइज हामी खास जानुपर्ने पार्क चाहिँ यहाँ माथिको हो, यो रोज पार्क जोना युनिभर्सिटारियाको। तर म चाहिँ अब तलबाट तपाईँहरूलाई L3 को लास्ट स्टेसन जोना युनिभर्सिटारियाबाट चाहिँ कसरी आउने भन्ने कुरा पनि त हल्का देखाएर तपाईँहरूलाई म माथि पार्कमा लान्छु है त। ल यो चाहिँ जोना युनिभर्सिटारिया, यहाँ चाहिँ L3 को लास्ट मेट्रो स्टेसन हो यो चाहिँ है। यहाँबाट चाहिँ तपाईँहरू निक्लिएर यो हाइवे छ, यो सिधै यहाँदेखि उँभो यसरी हिँड्दै 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 2 मिनट फुल्ली 2 मिनट चाहिँ हिँड्नुभयो भने ठ्याक्कै तपाईँहरू रोज गार्डनमा पुग्नुहुन्छ है। अब हामी यो रोज गार्डनतिर भित्र छिर्दैछौँ है त। हेर्नु होला के कस्तो छ। यो चाहिँ बेलुका 8 बजेपछि हो या 8 होला हौ, 7:30 हो या प्रायः जस्तो 7:30 अथवा 8मा चाहिँ पार्कहरू बन्द हुन्छ, कुनै कुनै पार्कहरू। तर यो पार्क पनि त्यही नियमअनुसार नै होला है त, बन्द हुन्छ। त्यसरी बेलैमा घुम्न आउनु होला। यो चाहिँ यस्तो छ है। ल हेर्नुहोस्, यो चाहिँ रोज गार्डन हो जोना युनिभर्सिटारियाको रोज पार्क हुन्छ। यहाँ एउटा स्ट्याचु पनि छ। यस्तो स्ट्याचुहरू साना बाबु खेल्ने रहेछ। यस्तो स्ट्याचुहरू देखेर चाहिँ छक्क नपर्नु होला, किनभने प्रायः स्पेनमा तपाईँको राजाको दरबारमा होस् या ठुल्ठुलो अफिस होस्, ठुल्ठुलो म्युजियम होस् अथवा ठुल्ठुलो मन्दिर होस्, चर्च होस्, त्यसको अगाडि प्रायः स्ट्याचुहरू आधा शरीर ढाकेका कपडा लाएको स्ट्याचुहरू नै हुन्छन् है। त्यसमा अप्ठ्यारो नमान्नु होला। पार्क चाहिँ यस्तो छ, हेर्नुहोस् रोज फुलेर कति राम्रो भएको छ, मस्त फुलिरहेछ। त्यो सेतो रहेछ, यहाँ बिचमा रातो छ, यो कलेजी कलरको पिङ्क कलर पनि छ यो हेर्नु। ल यो चाहिँ पार्क हो। अब त्यो पार्क माथिसम्मै छ, यो तपाईँको त्यो माथिसम्म छ। म तपाईँहरूलाई यताबाट लगेर घुमाउँदै एक राउन्ड लगाउँछु है त।
छैन यहाँ चाहिँ तपाईँहरू पनि फ्यामिली आएर यहाँ घुम्ने ओर्ने है। अब गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ भने डेटिङ बस्ने यसो गफसफ गर्ने पनि चल्छ। तर समय अवधि हुन्छ यो पार्कको चाहिँ 8:30तिर बन्द हुन्छ है। यहाँ चाहिँ हल्लोबेत छ क्या, हल्लोबेत चाहिँ अस्ति नै हामीले चाहिँ पाकेको बेलामा त्यो फुल फुल्नु थालिसकेको छ। पाकेको बेलामा हामीले यहाँबाट लगेर खाएको छौँ हल्लोबेतहरू। कति राम्रो गार्डन छ हेर्नुहोस् है।